Kinda didn't. I'm not gonna lie, I was kind of scared then. The gun. तपाईलाई पहिले नै थाहा होला कि पृथ्वीको करिब 3/4 भाग पानीले ढाकिएको छ, जुन कुरा हामीले विद्यालयमा सिकेका थियौं। तर आज हामी केवल एउटा महासागरको कुरा गर्नेछौं र तपाईं यसको विशालताले अचम्मित हुनुहुनेछ। दर्शकवृन्द, यद्यपि यो केवल एउटा महासागर हो जुन सबै महादेशहरूलाई घेरेको छ, हामीले सजिलैका लागि यसलाई विभिन्न नाम दिएका छौं। यी महासागरहरू 4 फरक क्षेत्रहरूमा विभाजन गरिएको छ: एटलान्टिक, आर्कटिक, इन्डियन र पेसिफिक महासागर। आज हामी केवल पेसिफिक महासागरमा ध्यान केन्द्रित गर्नेछौं। पेसिफिक महासागर यति विशाल छ कि यदि पेरू र चिलीको बीचमा महासागरको तलमा एउटा प्वाल खन्ने हो र त्यो प्वाल पृथ्वीको विपरीत छेउसम्म पुग्ने गरी खोज्ने हो भने त्यो बाहिर निस्किने ठाउँ पनि पेसिफिक महासागरमा नै पर्नेछ, भियतनाम र ताइवान नजिक। पृथ्वीको सतहमा विपरीत बिन्दुलाई एन्टिपोड भनिन्छ। पेसिफिक महासागर यति ठूलो छ कि यसमा धेरै एन्टिपोडहरू छन्, तर यो यसको विशालता नाप्ने केवल एउटा तरिका हो। पृथ्वीको परिधि 40,000 किलोमिटर छ, जसको अर्थ एउटा विमानले पृथ्वीलाई घुमेर उही ठाउँमा पुग्न 40,000 किलोमिटर यात्रा गर्नुपर्छ। पेसिफिक महासागरमा धेरै स्थानहरू छन् जहाँ दूरी पृथ्वीको परिधिको आधा छ, करिब 20,000 किलोमिटर। इन्डोनेसिया र कोलम्बियाको बीचको यो दूरी पेसिफिक महासागरको सबैभन्दा लामो भाग मानिन्छ, जुन 20,000 किलोमिटर छ। मैले अनुसन्धान गर्दा अचम्म पाएँ कि यस क्षेत्रभित्र केवल एउटा चन्द्रमा मात्र नभई 5वटा चन्द्रमा पनि फिट गर्न सकिन्छ र अझ धेरै ठाउँ बाँकी रहन्छ। पेसिफिक महासागरको विशालता कल्पना गर्न सकिन्छ कि हामी सारा महासागरलाई एकैसाथ देख्न सक्दैनौँ। जहाजबाट यसको आकार अनुमान गर्नु असम्भव छ, किनभने हाम्रो आँखा पृथ्वीको घुमाउरो अफारसम्म मात्र हेर्छ। यही कारणले आकाश र समुद्र एकअर्कासँग मिलेको जस्तो देखिन्छ, चाहे हामी जतिसुकै टाढासम्म हेरिरहेका किन नहौं। 6 फिट अग्लो व्यक्तिले समुद्रमा केवल 5 किलोमिटर मात्र देख्न सक्छ। टाढासम्म हेर्नको लागि उच्च स्थानमा चढ्नुपर्छ। पृथ्वीको सबैभन्दा अग्लो स्थान माउन्ट एभरेस्टको उचाइबाट विमानबाट हेरे पनि हामी केवल 370 किलोमिटर पेसिफिक महासागर देख्न सक्छौं। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ISSबाट जुन 400 किलोमिटर माथि घुमिरहेको छ, हामी पेसिफिक महासागरको सम्पूर्ण भाग देख्न सक्दैनौँ। गुगल अर्थको प्रयोग गरेर अनुमान गर्दा ड्रोन क्यामेराले हेर्ने उचाइदेखि व्यावसायिक विमानले 10 किलोमिटर उचाइबाट देख्ने दृश्यसम्म र ISS 400 किलोमिटर उचाइबाट देख्ने दृश्यसम्म हामी अझै पनि सम्पूर्ण पेसिफिक महासागर देख्न सक्दैनौँ। गुगल अर्थमा 10,000 गुणा टाढा जुम गर्दा हामी 63,000 किलोमिटर टाढाबाट पनि पेसिफिक महासागरको 95% मात्र देख्न सक्छौं, जबकि जमिनको केवल 5% मात्र देखिन्छ। पेसिफिक महासागर 1 अर्ब 65 करोड 20 लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको क्षेत्रफल यति विशाल छ कि यसमा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, एसिया, अस्ट्रेलिया, अन्टार्कटिका र ग्रिनल्यान्ड सबै फिट हुन सक्छन्। पेसिफिक महासागरको कुल क्षेत्रफल 165 मिलियन किलोमिटर वर्ग छ, जबकि सबै जमिनको संयुक्त क्षेत्रफल 140 मिलियन किलोमिटर वर्ग मात्र छ। यसको अर्थ सबै जमिन, पहाड, मरुभूमि र जङ्गलहरू पेसिफिक महासागरमा राखे पनि अझ धेरै ठाउँ बाँकी हुनेछ, जहाँ भारत जस्ता 8वटा देश फिट हुन सक्छन्। यदि हामी पेसिफिक महासागरको पानीलाई हाम्रो छिमेकी ग्रह मङ्गलसँग तुलना गर्छौं, जसको कुल क्षेत्रफल 148 मिलियन किलोमिटर वर्ग छ, मङ्गल ग्रहको सम्पूर्ण क्षेत्र पहाड र गड्डा समेत
100औं फिट पानीमुनि डुब्न सक्थ्यो। पेसिफिक महासागर सतहमा मात्र ठूलो होइन, गहिरो पनि छ। च्यालेन्जर डीप ट्रेन्च नामको स्थान महासागर सतहदेखि 11 किलोमिटर गहिरो छ। पेसिफिकमा अन्य 3 ट्रेन्चहरू पनि छन्, जसको गहिराई 10 किलोमिटर भन्दा बढी छ। टोङ्गा ट्रेन्च, फिलिपिन ट्रेन्च र कुरिल कम्चाटका ट्रेन्च। 509 वर्ष अघि पोर्तुगाली अन्वेषक फर्डिनान्ड म्याजेलानले पेसिफिक महासागर पार गर्दै यसलाई पेसिफिक नाम दिएका थिए, जसको अर्थ शान्त समुद्र हो। हरेक वर्ष पेसिफिक महासागर घटिरहेको छ। यसको मुख्य कारण समुद्रको तलका भूकम्पीय प्लेटहरूको गति हो। तर राम्रो कुरा के छ भने जति पेसिफिक महासागर घटिरहेको छ, उति नै एट्लान्टिक महासागर बढिरहेको छ। अधिकांश भूकम्प र सुनामी पेसिफिक महासागरको तलका प्लेटका कारण हुन्छन्। यहाँ सबैभन्दा धेरै सक्रिय ज्वालामुखी पनि छन्, 75,000 भन्दा बढी सक्रिय ज्वालामुखीहरू, जसमध्ये सबैभन्दा ठूलो हेभरेज सीमाउन्ट न्युजिल्यान्ड नजिक छ। पेसिफिक महासागरले सबैभन्दा धेरै टापुहरू पनि राख्छ। 25,000 भन्दा बढी टापुहरू छन्, हजारौं मानव पहुँचबाट बाहिर। यस्तो टापु पत्ता लगाउन गुगल अर्थ प्रयोग गर्दा पनि 1 महिनाभन्दा बढी समय लाग्न सक्छ।